Okay, hello and good evening everyone. सबैजना मेरो आवाज सुन्नुहुँदैछ होला है. I guess this video will go on YouTube also, है, this mock test. So for that reason, let me welcome the people in our YouTube channel also. Welcome to TET Online Tutorial. And today we are going to have our mock test, and this video is totally dedicated to the aspirant of probationary primary teachers, है. And यसमा चाहिँ म तपाईँलाई एक दुईवटा कुराहरू चाहिँ आई जस्ट वान्ट टु मेक भेरी क्लियर टु द पिपल हु आर वाचिङ फ्रम युट्युब एन्ड तपाईँहरू जतिजना लाइभ अहिले गर्नुहुँदैछ तपाईँहरूकै क्वेसनहरूकै म अलिकति आन्सर गरिदिन्छु है. देयर आर टु काइन्ड अफ क्वेसन द्याट वी आर रिसिभिङ अ लट. नम्बर वान क्वेसन चाहिँ के हो भन्दाखेरि चाहिँ वाट इज द प्याटर्न, क्वेसन प्याटर्न चाहिँ कस्तो हुन्छ भनेर विच वी ट्राई टु डिस्कस इन आवर भिडियोज अल्सो, विच वी ट्राई टु डिस्कस विथ यु इन क्लासेस अल्सो. सो आजसम्म सिक्किममा चाहिँ कुनै पनि पिआरटीलाई लिएर चाहिँ यसरी रिटन एक्जामिनेसन सायदै अहिलेको रिसेन्ट टाइममा चाहिँ भएको थिएन. सो त्यसले गर्दाखेरि प्रिभियस इयरको क्वेसन हेरौँ न अनि प्याटर्न हेरौँ न भन्ने खालको चाहिँ त्यस्तो एभाइबिलिटी छैन. तपाईँलाई पनि याद छ, मलाई पनि याद छ. एन्ड वाट इज एभाइलेबल भन्दाखेरि चाहिँ हाम्रोमा जति पनि पहिला इक्जाम्सहरू भएको छ पिआरटीलाई लिएर त्यही क्वेसनहरूको आधारमा चाहिँ वी क्यान एक्चुली केटर द लर्नर्स है. अनि त्यसरी गर्न सकिन्छ. नम्बर वान पोइन्ट यो भयो. एन्ड नम्बर टू कुरा जुन चाहिँ म तपाईँलाई लाइभमा पनि भनि नै रहेको छु द्याट हाम्रो जुन चाहिँ इक्जाम हुनेवाला छ यो इक्जाम इज फर द एस्पाइरेन्ट हु हेभ कम्प्लिटेड द 12th अनि देयर आफ्टर उहाँहरूले डिलिट गर्नुपर्छ उनीहरूको लागि हो. सो यहाँनिर कुनै पनि यस्तो डरलाग्दो क्वेसनहरू जहाँनिर चाहिँ एकदम आउटसाइड द बक्सबाट सोधिने या फिर एकदमै डरलाग्दो क्वेसनहरू सोधिने खालको त्यो चान्सेसहरू नै छैन. किनभने स्ट्यान्डर्ड त 12 पास गरेको र डिलिट सकेको एस्पाइरेन्टहरूको लागि हो नि त. सो बट देन अल्सो है केही भरोसा हुँदैन सिक्किमभित्र तर पनि अब वी कान्ट एक्सपेक्ट कि एकदमै डरै लाग्दो क्वेसन आउँछ ल जुन चाहिँलाई ट्याकल गर्न सकिँदैन भन्ने खालको कुरा नरहनु पर्ने. एन्ड देयर आर डिफ्रेन्ट सेक्सन जहाँबाट डिफ्रेन्ट मार्क्सहरू पनि डिफ्रेन्टली एलोकेट गरिएको छ. सो यस्तो हुँदाखेरि तपाईँहरूलाई मार्क्स ल्याउन पनि एकदमै इजी हुनुपर्ने रिटर्न एक्जामिनेसनलाई लिएर चाहिँ. सो वक इन इन्टरभ्यू चाहिँ अब मेबी इट माइट रिजल्ट एज च्यालेन्जिङ फर सम अफ द एस्पाइरेन्ट. तर रिटर्न एक्जामिनेसन चाहिँ यो तपाईँकोमा पक्ष छँदैछ यो हेर्नुपर्ने. एन्ड मैले लाइभमा पनि आई हेभ बिन सेइङ यु दिस है, कम्पिटिसन चाहिँ एकदमै हाई छ. बिकज यु क्यान अल्सो सी हाम्रो यो भिडियोजहरू जुन पाराको भ्युज भइरहेछ लेट्स चाहिँ त्यो 800हरू भ्युज जाँदैछ, कुनैमा कति जाँदैछ है. यो पाराले 800लाई नपक्रेर पनि 500 मात्रै पक्रेर चल्ने हो भने पनि हाम्रोमा एकदमै कम्पिटिसन चाहिँ एकदमै ह्याभी नै छ. तर 500 त एकदमै मिनिमम नम्बर भनेको मैले, एकदमै नर्मल नम्बर चाहिँ 500 होला मेबी. सो त्योभन्दा बेसी पनि हुनसक्छ है. सो कम्पिटिसन चाहिँ 88 सिटको लागि चाहिँ निकै हाई छ. त्यही कारणले गर्दाखेरि लेटेस्ट स्टार्ट द मक टेस्ट. अनि यो मक टेस्टमा चाहिँ इफ यु आर बिङ एबल टु लाइक स्कोर डिसेन्ट नम्बर भने चाहिँ देयर इज मच चान्सेस दे विल क्लियर द रिटर्न एक्जामिनेसन. ओके, जतिजना युट्युबमा हेर्नुहुँदैछ युट्युबमा हेर्नेहरूले तपाईँले कति स्कोर गर्नुभयो एट द एन्ड अफ द भिडियो प्लिज काइन्डली कमेन्ट अन द कमेन्ट सेक्सन है. तपाईँहरूले अन्त हाम्रो लाइभ जसले सल्भ गर्नुहुँदैछ उहाँको त हामी वाट्सएप ग्रुपमा हेरिहाल्छौँ कति मार्क्स आयो. ओके, सो which of the following is non-metallic mineral? Mica, bauxite, manganese, gold. YouTube को ले चाहिँ काइन्डली पज द भिडियो एन्ड गिभ यु आन्सर. दे माइट बी कट होइन, त्यही कारणले गर्दाखेरि डाइरेक्ट आन्सर आउन सक्छ. सो त्यही भएर एन्ड द करेक्ट आन्सर फर दिस क्वेसन इज माइका. बक्साइट, म्याग्निज र गोल्ड भन्ने बित्तिकै दे आर मेटलिक मिनरल्स है. अनि मेटलिक भन्ने बित्तिकै तपाईँको मेटलिकको क्यारेक्टरिस्टिक्सहरू आई गेस you might be aware of it. And mica is the one way which is used for electrical appliance also because it is one of a non-metallic mineral. ओके, मैले यहाँ पुरै बेसी एक्सप्लेन गरिपठाएँ. अब सिन्स दिस इज मक टेस्ट, अब नेक्स्ट क्वेसनदेखि चाहिँ म यत्रो बेसी एक्सप्लेन गर्दिनँ. तपाईँहरूले आफ्नो आन्सर लाउनुहोस्, त्यहाँबाट म करेक्ट आन्सर मात्रै भन्छु है. Consider the following statement regarding Bharat Ratna and identify the incorrect statement. Incorrect statement like find out गर्नुपर्ने छ. It is awarded in recognition of exceptional service performance of highest order in any field of human endeavor. Each awardee receive rupees 1 crore. Annual award is restricted to a minimum of 3 in particular year. In accordance with Article 18 of 1 of the Constitution, the award cannot be used as prefix or suffix to the recipient's name. तपाईँहरूले आन्सर दिन सक्नुहुन्छ.
The correct answer for this question is option number 2, that is each awardee receive rupees 1 crore is not correct or incorrect statement. Which of the following statement correctly represent B horizon or subsoil को बारेमा चाहिँ कुन चाहिँले correctly गरेछ है represent गरेछ. It is made of small lump rock with cracks, crevice, soft, porous and retain more water, less humus, more mineral, harder and compact, hard and difficult to dig. The correct answer for this question is option number 3, that is less humus and more mineral, harder and compact. तपाईलाई यादै छ होला subsoil भित्र चाहिँ it has like few organic minerals, and as the mineral is washed away from the upper layers, so it becomes hard and compact. So this is correct. Okay, I guess मैले बेसी explain गरे होला. So next question, which process is used to separate grain seeds from the stalks? Stalks बाट चाहिँ तपाईको grainलाई निकाल्नको लागि के गरिन्छ हामी? Hand picking, threshing, winnowing or sieving गर्छौं हामी. And the correct answer for this question is threshing गर्छौं है हामी. threshing गरेर चाहिँ निकाल्छौं. Okay, now see the question number 7. What does Operation Blackboard imply? Providing blackboard in all classes, all board must be black, minimum infrastructure facility in all primary school, 4% GDP to primary school. And the correct answer for this question is option number 3, that is minimum infrastructure facility to all the primary schools. Operation Blackboard बाट चाहिँ सबै चाहिएको जति टिचर हैन त्यहाँदेखिको तपाईको जति पनि इन्फ्रास्ट्रक्चरहरु जब बेसिक फेसिलिटिजहरु प्राइमरी स्कुलमा चाहिन्छ त्यो सबै प्रोवाइड गर्ने भनेर एमले सुरु गरेको अपरेसन ब्ल्याकबोर्ड हो. प्राइमरी त्यही कारणले गर्दा इट इज इम्पोर्टेन्ट है. लेट्स सी नेक्स्ट क्वेशन. For developing which document was a nationwide survey conducted for the first time after independence? After independence चाहिँ कुन चाहिँ डकुमेन्ट्सलाई बनाउनको लागि चाहिँ फुल स्केल सर्वे गरिएको थियो इन्डियामा भने भन्दैछ. You can give your answer. The correct answer for this question is option number 2, that is NPE, National Policy for Education 1986. Education policy 3 के भाग हो, that is National NPE 1968, 1986, thereafter NEP 2020. Okay, National Education Policy 2020. Which is not the main principle of curriculum construction? Curriculum बनाउनुको main principle चाहिँ कुन चाहिँ होइन भन्दैछ. Need based, subject centeredness, flexibility, totality of experience. You can pause and give the answer. The correct answer for this question is subject centeredness. तपाईले हेर्नुस् totality of experience भन्ने बित्तिकै this is the explanation of curriculum. What is curriculum भन्ने भने हामी we call it totality of experience. Flexibility भन्ने बित्तिकै curriculum चाहिँ कहिले पनि rigid हुनु हुँदैन. There should be some flexibility in the curriculum. And need based हुनु पर्यो. अहिलेको सोसाइटीमा के चाहिएको छ त्यही अनुसारको हुनु पर्यो हाम्रो curriculum है. आउटडेटेड पनि हुनु भएन हैन, त्यस्तो खालके हुनु पर्यो, need based हुनु पर्यो. अनि अर्को सब्जेक्ट सेन्टर्डनेस चाहिँ अब this will cause repulsion. So subject centeredness चाहिँ हुनु हुँदैन. Fruit is a ripen, anther, stigma, pollen or ovary. What is the correct answer? You can pause and give the answer. And the correct answer for this question is fruit is ripen, ovary. Okay. Okay, question number 12. हेर्नुस् तपाईहरुले question number 12 मा भन्दैछ there are statement about ear. अन्त तपाईले यो ear को statement हेरेर चाहिँ तपाईले के चाहिँ करेक्ट हो भन्नु पर्यो. ओके, moving wind is called air. Air expand on heating. Air moves from low to high pressure. So के चाहिँ करेक्ट हुन सक्छ तपाईले हेर्नुस्. The correct answer for this question is option number B only, because तपाईले यहाँ हेर्नु हैन moving wind is called air भन्दैछ, but एयर त त्यसलाई हावा जुन चाहिँ
चल्ने हावालाई मात्रै एयर त भन्दैनौँ हामी, राइट? एन्ड एयर एक्सपेन्ड अन हिटिङ, यस, एयर मुभ्स फ्रम हाई लो टु हाई प्रेसर, बट यो चाहिँ अपोजिट हुनुपर्थ्यो। एयर चाहिँ खासै भने हाईदेखि लो प्रेसरमा जान्छ, राइट? सो त्यही कारणले गर्दाखेरि अप्सन नम्बर बी मात्रै चाहिँ करेक्ट हो। द्याट मिन्स अप्सन नम्बर फोर इज द करेक्ट आन्सर। Here is a sequence of digestion. Now you have to identify which sequence is correct. कुन चाहिँ सिक्वेन्स चाहिँ करेक्ट छ तपाईँले हेरेर करेक्ट सिक्वेन्समा चाहिँ राइट गर्नु पर्यो। ओके, ओके, नम्बर 1 पोइन्ट चाहिँ हाम्रो के हुनु पऱ्यो भन्दाखेरि इन्जेक्सन हुनु पऱ्यो पहिला फर्स्टमा। द्याट मिन्स फुड मस्ट इन्टर फ्रम आवर माउथ, है, मुखबाट खाना जानु पऱ्यो। देयर आफ्टर देयर सुड बी ब्रेकडाउन अर डाइजेसन हुनु पऱ्यो। अन्त त्यसको बादमा तपाईँको न्युट्रिसनहरूलाई चाहिँ अब्जर्भ गर्नु पऱ्यो। इट सुड बी अब्जर्भ बाई आवर बडी, द्याट मिन्स एसिमिलेसन हुनु पऱ्यो। त्यहाँदेखि जति पनि वेस्ट छ यसलाई चाहिँ फेरि रिमुभ गर्नु पऱ्यो, द्याट मिन्स इन्जेक्सन हुनु पऱ्यो। सो लास्टमा इन्जेक्सन, फर्स्टमा त्यहाँ सबै कुरामा त्यस्तै छ। द्याट मिन्स हाम्रो करेक्ट आन्सर विल बी अप्सन नम्बर 3। द्याट मिन्स इन्जेक्सन हुनु पऱ्यो, त्यसको बादमा डाइजेसन, अब्जर्सन, एसिमिलेसन एन्ड इजेसन। सो अप्सन नम्बर 3 इज द करेक्ट आन्सर। ओके, क्वेसन हेर्नुहोस् ल। अ स्ट्राइप कार्निभर मुभिङ भेरी फास्ट टु क्याच प्रे लिभ्स इन, अब स्ट्राइप कार्निभर छ अरे, he actually moves very fast and he catches prey also. He lives in polar region, desert, ocean or tropical rainforest. And the correct answer for this question is option number 4, that is tropical rainforest. Here the animal that we are talking about is a tiger, है, स्ट्राइप कार्निभर भन्ने बित्तिकै बुझिराख्नु पनि भएको थियो होला। 19 को क्वेसन छ, हाउ डज मस्किटो फाइन्ड ह्युमन्स? कसरी ह्युमनलाई फाइन्ड आउट गर्छ मस्किटोले? बाई स्मेलिङ बडी स्मेलबाट, या फिर इन्फ्रारेड आइजबाट, या फिर विङ साउन्डबाट, या फिर बडी मुभमेन्टबाट? द करेक्ट आन्सर फर दिस क्वेसन इज बडी स्मेलबाट। ओके, लेट्स गो टु द नेक्स्ट क्वेसन। करेक्ट, हियर आर सम अफ द स्टेटमेन्ट अबाउट विड्सलाई लिएर धेरैवटा स्टेटमेन्ट छ, तपाईँले हेर्नुहोस् कुन चाहिँ करेक्ट हो, यु क्यान फाइन्ड आउट। विड भनेको चाहिँ इट इज ग्रोन विदाउट प्लान्टिङ अरे, must be removed, reduce crop yield and do not affect the crop. तपाईँले चाहिँ अप्सन चुज गर्नुपर्ने चाहिँ यहाँबाट 1 2 3 4 या फिर ABCD यसरी चुज गर्नुपर्ने यहाँबाट अप्सन। सो यु क्यान चुज यर आन्सर। विड्स भनेको चाहिँ के चाहिँ? द करेक्ट आन्सर फर दिस क्वेसन इज विड भनेको इट ग्रो विदाउट प्लान्टिङ, द्याट इज करेक्ट। मस्ट बी रिमुभ, दिस इज अल्सो करेक्ट। AB इज अल्सो करेक्ट। एन्ड रिड्युस क्रप यिल्ड, यस, प्रडक्सन पनि कम्ती गराइदिन्छ। C इज अल्सो करेक्ट। एन्ड डु नट एफेक्ट क्रप, D चाहिँ नेगेटिभ छ। सो द्याट मिन्स ABC, अप्सन नम्बर 3 इज द करेक्ट आन्सर। तपाईँहरूले हाम्रो युट्युबमा पनि मजाले कमेन्टहरू गर्दै जानुहोस् है, सो द्याट भिडियो अझै इन्गेज हुन्छ एन्ड इट विल बी पुस फरवर्ड फर मेनी पिपल। सो या काइन्डली गरिदिनुहोस्। विच एनिमल लिभ्स हर्ड एट 14-15 इयर्स एन्ड लिभ एलोन? कुन चाहिँ एनिमलले चाहिँ आफ्नो जुन चाहिँ झुन्ड छ, ग्रुप छ, त्यसलाई छोडेर चाहिँ आफै एक्लै बस्न थाल्छ 14-15 वर्ष बादमा? चिता, टाइगर, डियर, एलिफेन्ट? एन्ड द करेक्ट आन्सर फर दिस क्वेसन इज एलिफेन्ट, है। चिता, टाइगर, डियर त इनफ्याक्ट त्यत्रो वर्ष नबाच्न पनि सक्ला एक्लै जिउनको लागि, है। एन्ड एलिफेन्ट इज द करेक्ट आन्सर। वाइ आर फ्लोर्स कोटेड विथ मड एन्ड डङ? हाम्रो घरहरू किन माटो र गोबरले लिप्छौँ भन्ने क्वेसनले गर्दैछ। वेदर इट इज फर प्रोस्पेरिटी, स्मुथ फ्लोर, स्ट्रङ फ्लोर, अर टु प्रिभेन्ट इन्सेक्ट? If you have chosen the answer, the correct answer is to prevent insect. Hot region, little rainfall, mud house, throne roofs, that's which state भने सोध्दैछ। सो गुजरात हो कि, महाराष्ट्र हो कि, छत्तीसगढ हो कि, राजस्थान हो? एन्ड द करेक्ट आन्सर फर दिस क्वेसन इज, तपाईँको हट रिजन भन्ने बित्तिकै गुजरात र राजस्थान
अब यो अरू अरूमा त यो दुइटै मात्रै कन्सिडर गर्न सक्यो। लिटल रेनफल भन्ने बित्तिकै हामीले राजस्थानलाई मात्रै कन्सिडर गर्न सक्यो एन्ड मड आउल्स, सो देयर आफ्टर कम्स दिस थिङ अल्सो। सो दिस फिचर आर आई मिन द कुन चाहिँ स्टेटसँग अलाइन हुन्छ भन्दा राजस्थानसँग है। आई इन्जोय द फुड इफ आई गेट टु इट बोइल्ड टपिका विथ एनी करी मेड अफ युजिङ कोकोनट। आई एम द रेसिडेन्ट अफ विच स्टेट इन इन्डिया भनेर भन्दैछ। And the correct answer for this question is Kerala. Let's go to the next question. Match the column, okay? Column match गर्नुपर्ने छ यहाँनिर। तपाईको एकपट्टि लिथोस, एटमोस, हाइड्रो, बायोस भन्ने दिएको छ, भेपोर, स्टोन, लाइफ, वाटर, okay? You can choose from the option given below. द करेक्ट आन्सर चाहिँ यहाँनिर के हुन्थ्यो भन्दा लिथोस भन्ने बित्तिकै तपाईँलाई याद भएकै विषय होला, इट सुड बी स्टोन है, या फिर हामी जुन चाहिँ यो धरातल छ धरातललाई हामी लिथोस भन्छौँ। एटमोस भन्ने बित्तिकै तपाईँको एयरसँग रिलेटेड आउँछ, द्याट मिन्स भेपर है। त्यहाँदेखिको बादमा तपाईँको आउनु पऱ्यो हाइड्रो भन्ने बित्तिकै वाटर, द्याट मिन्स 4 डी, अनि बायोस भन्ने बित्तिकै लाइफ भन्दा बायो भन्ने बित्तिकै लाइफ आयो, राइट। सो अप्सन नम्बर 2 वाज द करेक्ट आन्सर। Which of the following is are true in context of ocean? ओसनलाई लिएर चाहिँ कुन चाहिँ स्टेटमेन्टहरू चाहिँ करेक्ट हो? Ocean are all interconnected. Ocean water remain active only during new moon and full moon. The three chief movement of ocean water are the waves, the tides, and the ocean current. The Atlantic Ocean is the largest ocean in size. तपाईको यहाँ AB 1 2 3 4 मा कुन चाहिँ हो? You can choose. And the correct answer for this question is ocean are all interconnected. This is also correct. Ocean water remain active. This is option number B is wrong है। and the जुन चाहिँ ओसनको तीनटा चिफ मोमेन्ट छ त्यसलाई हामी tidal wave, tides, wave and ocean current भन्छौँ हामी। and Atlantic is not the largest ocean, Pacific is the largest ocean. So that means option number A and C is correct. A and C option number 4 मा छ। Okay, now think about the following statement and choose the correct answer. The peninsula is piece of land that is surrounded by water on 4 sides. Pakistan is separated from India by Palk Strait. Local time changes by 4 minutes in every 1 degree of longitude. Large countries which stretch extensively from north to south do not have single time standard भनेर भन्दैछ। Okay, you can choose the answer. तपाईले चुज गर्न सक्नुहुन्छ। ओके, यहाँनिर हेर्नुहोस् ल, तपाईँले जुन चाहिँ अप्सन नम्बर ए भएकोहरू तपाईँले सबै मिठाइदिन सकिहाल्छ। पेनिन्सुला भनेको चाहिँ इट सुड बी 3 साइड, आई मिन इट इज अ पिस अफ ल्यान्ड वेयर द 3 साइड इज कभर्डेड बाई वाटर, राइट। सो पेनिन्सुला भनेको 4 साइड चाहिँ के भन्छ, पानीले कभर गर्यो भने त आइसल्यान्ड भइहाल्यो, आई मिन सरी आइल्यान्ड भइहाल्यो नि त होइन। बट वी आर टकिङ अबाउट पेनिन्सुला, 3टा साइडमा मात्रै वाटर हुनु पऱ्यो। दिस इज रङ। ए भएको अप्सनहरू सबै काटिदिनु भएको भए तपाईँले सी एन्ड डी इज द करेक्ट आन्सर। लोकल टाइम चाहिँ तपाईँको याद छ 1 डिग्री इक्वल्स टु 4 मिनट्स हुन्छ। सो अप्सन नम्बर 4 वाज द करेक्ट आन्सर। Which of the following is an example of Rabi crop? Rabi crop को चाहिँ कुन चाहिँ example? Which of the following is an example of Rabi crop? Rice, wheat, maize, cotton. Wheat is the correct answer. Rabi grows in winter, okay? Rabi crops. So winter मा grow गर्ने त हामीले wheat मात्रै छ। What is the SI unit of force? SI unit force को के? The correct answer is Newton. Identify the part of human eye that controls the amount of light entering into it. So retina ले गर्छ कि iris ले गर्छ कि lenses ले गर्छ कि cornea ले गर्छ, and this is done by iris, okay? Which gas is primarily responsible for global warming? Nitrogen, carbon dioxide, oxygen, hydrogen. The correct answer for this question is carbon dioxide, okay? Option number 2 is the correct answer. Below are the two statements. Choose the correct answer.
डायरिया इज नट अ फ्याटल डिजिज स्टेटमेन्ट 2 ले भन्दैछ डायरिया लिड्स टु लस अफ वाटर एन्ड सल्ट फ्रम द बडी डायरिया भनेको त्यस्तो खतरनाक बिमारी होइन अरे त्यहाँदेखि अर्को भन्दैछ डायरियाले गर्दाखेरि चाहिँ इट लिड्स टु लस अफ वाटर एन्ड सल्ट फ्रम द बडी स्टेटमेन्ट 1 इज रङ अनि स्टेटमेन्ट 2 चाहिँ एकदम करेक्ट हो बिकज यही कारणले गर्दा हाम्रो बिकज आवर बडी loses a lot of water. That's why water and salt. That's why we this condition is actually called as like dehydration है त्यही कारणले गर्दाखेरि चाहिँ डायरिया भन्ने गर्दाखेरि पनि ज्यान जान सक्छ राइट सो द्याट मिन्स स्टेटमेन्ट 1 इज फल्स बट 2 इज ट्रू द्याट मिन्स अप्सन नम्बर 4 इज करेक्ट ओके क्वेसन वाट आर स्टेट रन स्कुल फर सो द्याट किन स्कुल स्टेट रन स्कुल हुन्छ सो द्याट अल चिल्ड्रेन गेट चान्स टु रिड एन्ड राइट सो द्याट only people of certain communities get chance to read and write so that only children of BPL families get good education so that everybody may get a chance to learn from each other so तपाईले कोड्सबाट चुज गर्नुपर्ने हुन्छ करेक्ट आन्सर फर दिस क्वेसन इज अप्सन नम्बर एभ्री ए पनि हुनै पर्यो हाम्रोमा एन्ड बी र सी इज नेगेटिभ ए र डी हुनु पर्यो द्याट मिन्स अप्सन नम्बर 4 इज करेक्ट ओके the state government runs school for everyone assumption and reasoning sir in school children are encouraged to express their feeling because this develop their ability to creative expression so yeah both statements are correct and explanation is the correct R is the correct explanation of A that means option number 2 is the correct answer I'm so sorry, option number A is the correct answer or 1 is the correct answer. Which among the following is different one? So there's a fish, crocodile, tortoise, monkey. तपाईले हेर्नु भयो भने the correct answer is monkey. यहाँ is a monkey is a different छ किनभने fish, crocodile र tortoise चाहिँ अब they all are cold blooded animals हरु and monkey भनेको warm blooded animal हो so त्यही कारणले गर्दा monkey is the correct answer. Think about the following statement. We learn many things from each other in family. It is custom of every family to remove shoes before entering. Some animals live with us in our houses. Some animals also live in our house without our permission. The correct answer चाहिँ यहाँनिर के हुन्थ्यो भन्दाखेरि अप्सन नम्बर बी लाई हटाएर चाहिँ एभ्रिथिङ इज राइट है किनभने तपाईको जुत्ता लाएर पस्नु चाहिँ सबैतिर एकदमै युनिभर्सल हुन्छ भन्ने त हुँदैन हाम्रो मेबी हाम्रो समाजतिर यस्तो गरिन्छ भने अरु समाजतिर यस्तो नगरिन पनि सकिन्छ सो यो युनिभर्सल होइन बट वी लर्न मेनी थिङ फ्रम आवर फ्यामिली मेनी एनिमल लिभ विथ अस है र जस्तै मुसाहरू भयो अन्य एनिमल्सहरू पनि जुन चाहिँ हाम्रो पर्मिसन बिना हाम्रो घरमा बस्छन् पनि है सो त्यही कारणले गर्दा ए सी डी वाज द करेक्ट आन्सर अप्सन नम्बर 4 इज द करेक्ट आन्सर ओके जति जनाले पनि हामीलाई युट्युबबाट जोडेर हेर्नुभयो है दिस वे द क्वेसन फ्रम द मक टेस्ट तपाईले कति स्कोर गर्नुभयो काइन्डली कमेन्ट गर्नुहोस् भिडियोलाई लाइक गर्नुहोस् आफ्नो साथीहरूलाई सेयर गर्नुहोस् सो द्याट अझै हामीले यसरी मक टेस्ट गरेको भिडियोजहरू तपाईहरुलाई पनि अपलोड गरिदिन्छौँ है सो तपाईले आफ्नो स्कोर्सहरूलाई चाहिँ कमेन्ट गर्न नभुल्नुहोस् होला ओके बाइ बाइ टेक केयर एन्ड स्टडी वेल